ल त्रिशुली बजारै गयो यार ल पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आऊ आमा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा। बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको अचानकको बाढीले केही मिनटमै टिमुरे स्याप्रुबेसी र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बजार प्रहरी संरचना जलविद्युत आयोजना र अन्य पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण आइरहँदा टिमुरेमा खटिएका सशस्त्र प्रहरीका 9 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढी भोटेकोसी हुँदै त्रिशुलीमा पुगेपछि नुवाकोट धादिङ हुँदै मोगलिनसम्मका नदी किनारमा उच्च सतर्कता अपनाउन भनिएको छ। तर यति ठुलो पानी अचानक कहाँबाट आयो त? स्थानीय अधिकारीहरूका अनुसार बाढी तिब्बततर्फबाट नेपाल आएको हो। मौसम तथा बाढी पूर्वानुमान सम्बन्धी अधिकारीहरूले भने रसुवामै भएको भारी वर्षाले मात्र यो बाढी आएको देखिँदैन भन्ने प्रारम्भिक सङ्केत दिएका छन्। तिब्बततर्फ ठुलो वर्षा भएको स्याटेलाइट इमेजरीमा देखिएको बताइएको छ। तर बाढीको वास्तविक कारणबारे भने अहिलेसम्म अन्तिम आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। बुधबार बिहान करिब 9 बजेतिर रसुवाको उत्तरी क्षेत्रस्थित भोटेकोसी नदीमा अचानक ठुलो बाढी प्रवेश गर्यो। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले करिब 9:15मा तिब्बततर्फबाट ठुलो बाढी आएको सूचना प्राप्त भएको बताएका छन्। सुरुमा प्रशासनसँग क्षतिको पूर्ण विवरण समेत थिएन। बाढीको प्रभाव सबैभन्दा पहिले नेपाल चीन सीमासँग जोडिएको टिमुरे क्षेत्रमा देखियो। त्यसपछि पानीको बहाव तलतिर बढ्दै स्याप्रुबेसी लगायतका बस्तीमा पुग्यो। स्थानीय विवरणअनुसार भोटेकोसी नदी किनारका करिब दर्जन बस्ती प्रभावित भएका छन्। स्याप्रुबेसी, पेत्रावती, मैलुङ, सलेटार, शान्ति बजार, पैरेबेसी, खाल्ती बस्ती, सोले, त्रिशुली र बटारसम्म क्षतिको प्रारम्भिक विवरण आएको छ। तर यी सबै स्थानमा क्षतिको समान स्तर छ भन्ने निष्कर्ष निकाल्न अझै चाँडो हुन्छ। दुर्गम भूगोल र सम्पर्क अवरुद्ध भएका कारण वास्तविक क्षतिको विवरण सङ्कलन भइरहेको छ। टिमुरेमा सबैभन्दा ठुलो क्षति। टिमुरे नेपाल चीन सीमा नाकासँग जोडिएको महत्त्वपूर्ण व्यापारिक क्षेत्र हो। यही क्षेत्रमा बाढीले बजार, सरकारी संरचना र सुरक्षा सम्बन्धी पूर्वाधारमा क्षति पुर्याएको छ। नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको जनाएको छ। ती संरचनामा कति क्षति भयो र त्यहाँ कार्यरत सबै सुरक्षाकर्मीको अवस्था के छ भन्ने पूर्ण विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन। सशस्त्र प्रहरीको टिमुरेस्थित बोर्डर आउटपोस्ट पनि सुरक्षित रहेको बताइएको छ। तर त्यहाँबाट ड्युटीमा खटिएको टोलीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्। यो घटनाको सबैभन्दा गम्भीर पक्षमध्येको एक हो। टिमुरेमा खटिएका 9 जना सशस्त्र प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सशस्त्र प्रहरीका अधिकारीहरूले उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएका छन्। उनीहरू बाढीमा परे वा सुरक्षित स्थानमा पुगेका छन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। नेपाल प्रहरीले पनि प्रभावित क्षेत्रका केही प्रहरी टोलीसँग सम्पर्क स्थापित हुन नसकेको जनाएको छ। यसैले अहिले सामाजिक सञ्जालमा फैलिएका मृत्यु वा बेपत्ता सम्बन्धी अपुष्ट सङ्ख्यालाई तथ्यका रूपमा लिनु जोखिमपूर्ण हुन्छ। स्थानीय अधिकारी, सुरक्षाकर्मी र सार्वजनिक भएका भिडियो तथा तस्बिरले भने ठूलो भौतिक क्षति भएको देखाएका छन्। विशेष गरी स्याप्रुबेसी र टिमुरे बजार क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरण छ। यसको अर्थ अहिलेको अवस्थामा एउटा कुरा स्पष्ट छ, क्षति ठूलो छ तर अन्तिम तथ्याङ्क अझै तयार भएको छैन। यही कारण बाढीबाट कति मानिसको ज्यान गयो भनेर अपुष्ट सङ्ख्या फैलाउनुभन्दा उद्धार र आधिकारिक विवरणको प्रतीक्षा गर्नु महत्त्वपूर्ण हुन्छ। प्रारम्भिक रिपोर्ट अनुसार केही हाइड्रो पावर प्रोजेक्ट साइट्स बगाएका छन् भने चिलिमे जलविद्युत आयोजना लगायतका परियोजनामा क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजना र विद्युत प्रसारण सम्बन्धी संरचनामा समेत क्षति पुगेको विवरण आएको छ। यसको असर रसुवामै भने सीमित हुन सक्दैन। जलविद्युत आयोजना र ट्रान्समिसन इन्फ्रास्ट्रक्चरमा क्षति पुगेमा विद्युत उत्पादन तथा प्रसारण प्रणालीमा समेत असर पर्न सक्छ। तर कुन आयोजनामा कति क्षति भए र कहिलेसम्म विद्युत उत्पादन प्रभावित हुन्छ भन्ने विस्तृत प्राविधिक मूल्याङ्कन आउन बाँकी छ। तर सबैभन्दा ठूलो रहस्य, रसुवामा त्यति ठूलो वर्षा भएको थिएन भने भोटेकोसीमा यति ठूलो बाढी कसरी आयो? यही प्रश्न अहिले विज्ञ र प्रशासनिक निकायको केन्द्रमा छ। कान्तिपुरसँग कुरा गर्दै फ्लड फोरकास्टिङ डिभिजनका मौसमविद सञ्जीव अधिकारीले प्रारम्भिक रूपमा यो बाढी रसुवामै भएको भारी वर्षाबाट आएको जस्तो नदेखिएको बताएका छन्।
स्याटेलाइट इमेजरीमा तिब्बततर्फ ठूलो वर्षा भएको देखिएको उनको भनाइ छ। अर्कोतर्फ बाढीको स्वरूपलाई लिएर हिमताल फुटेर आएको बाढी ग्लफको सम्भावनाबारे पनि प्रश्न उठेको छ। तर अहिले उपलब्ध आधिकारिक विवरणले भने यसलाई पुष्टि गरेको छैन। रसुवा भोटेकोसी क्षेत्रमा यस्तै प्रकारको ठूलो बाढीको जोखिम यसअघि पनि देखिसकेको छ। गत वर्ष भोटेकोसीमा आएको ठूलो बाढीले नेपाल चीन सीमा क्षेत्रका संरचनामा ठूलो क्षति पुर्याएको थियो। स्रोतका अनुसार त्यस घटनामा 9 जनाको मृत्यु र 24 जना बेपत्ता भएका थिए र नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको थियो। सो बाढीलाई तिब्बतमा रहेको सुपर ग्लेसियर लेकबाट पानी निस्किएको घटनासँग जोडिएको थियो। तर एउटा महत्त्वपूर्ण फरक छ। गत वर्षको घटनाको कारणबारे पछि विश्लेषणहरू उपलब्ध भए पनि अहिलेको बाढीको कारण भने अझै निश्चित भइसकेको छैन। त्यसैले दुई घटनाबीच समानता देखिए पनि एउटै कारण भनेर अहिले नै निष्कर्ष भने निकाल्न मिल्दैन। भोटेकोसीको पानी तलतिर बढ्दै गएपछि जोखिम रसुवाबाट बाहिर फैलिएको छ। फ्लड फोरकास्टिङ डिभिजनका अनुसार बाढी बुधबार दिउँसोसम्म धादिङको गल्छी क्षेत्रमा पुगेको थियो र केही समयभित्र मुगलिन आसपास पुग्ने अनुमान गरिएको थियो। यसपछि नुवाकोट, धादिङ र त्रिशुली नदी किनारका बस्तीलाई विशेष सतर्कता अपनाउन भनिएको छ। सरकारले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी किनारमा रहेका मानिसहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। जोखिममा रहेका तल्लो भूभागका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। घटना सार्वजनिक भए लगत्तै नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा परिचालित भएका छन्। नेपाली सेनाका 2 हेलिकप्टर प्रारम्भिक रूपमा प्रभावित क्षेत्रमा पठाइएको थियो। त्यसपछि MI-17 हेलिकप्टरमा इमर्जेन्सी मेडिकल रेस्क्यु टिम समेत प्रभावित क्षेत्रतर्फ पठाइएको छ। मेडिकल टोलीलाई त्रिशुली स्थित जिल्ला अस्पतालतर्फ परिचालन गरिएको बताइएको छ। धुन्चे र त्रिशुलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ। अर्कोतिर निजी हेलिकप्टरलाई समेत स्ट्यान्ड बाईमा राखिएको छ ताकि आवश्यक परे तत्काल उद्धारमा प्रयोग गर्न सकियोस्। प्रधानमन्त्री बालेन्द्र शाहले घटनापछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई परिचालन गर्नुका साथै अन्य जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाइएको छ। स्वास्थ्य टोली, नेपाल स्काउट र नेपाल रेड क्रससँग समन्वय गरी राहत तथा उद्धार अघि बढाउने तयारी गरिएको छ। बाढी र पहिरोको जोखिमका कारण सरकारले केही महत्त्वपूर्ण सडकमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। पृथ्वी राजमार्ग, गल्छी, नुवाकोट, रसुवा, स्याप्रुबेसी सडक तथा मुगलिन नारायणघाट सडक क्षेत्रमा जोखिम बढेकाले सावधानी अपनाउन भनिएको छ। विशेष गरी नदी किनार, पुल आसपास र पहिरोको सम्भावना भएका क्षेत्रमा अनावश्यक रूपमा जान नहुने प्रशासनको आग्रह छ। रसुवाको भोटेकोसीमा आएको यो बाढी केवल एउटा प्राकृतिक विपदको घटना होइन। यसले नेपालको हिमाली क्षेत्रमा रहेको एउटा गम्भीर जोखिम फेरि देखाएको छ। सीमा पारको माथिल्लो जलाधार क्षेत्रमा हुने अचानक परिवर्तनले नेपालका बस्तीमा कति छिटो असर पार्न सक्छ। बुधबार बिहानसम्म सामान्य जस्तै देखिएको नदी केही समयमै विनाशकारी बनेको छ। टिमुरे र स्याप्रुबेसीमा संरचना क्षतिग्रस्त भएका छन्। जलविद्युत आयोजनामा असर परेको छ। प्रहरी संरचना क्षतिग्रस्त छन्। 9 जना सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन्। अनि भोटेकोसीको पानी पनि त्रिशुली हुँदै तलतिर पुगेको छ। तर यो घटनाको अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीसँग अहिले धेरै तस्बिर र भिडियो छन् तर अझै पूर्ण तथ्याङ्क छैन। बाढी कहाँबाट आयो भन्ने प्रारम्भिक सङ्केत छन् तर अन्तिम वैज्ञानिक निष्कर्ष छैन। क्षति ठुलो देखिएको छ तर आधिकारिक पूर्ण विवरण आइसकेको छैन। सम्पर्कविहीन मानिसहरूको अवस्था पनि खोजीपछि मात्र स्पष्ट हुनेछ। त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा हो अनुमान होइन, उद्धार, तथ्य सङ्कलन र सत्यको पुष्टि हो। रसुवाको यो घटनाले फेरि एउटा प्रश्न छोडेर गएको छ। यदि हिमालको माथिल्लो क्षेत्रमा आएको अचानकको पानी केही घन्टामै नेपालको बस्ती हुँदै सयौँ किलोमिटर तल पुग्न सक्छ भने हामीसँग त्यसको पूर्व सूचना र तत्काल उद्धारका लागि पर्याप्त तयारी छ त? रसुवा त ध्वस्तै बनायो नि। बेद्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू, स्याप्रुको सबै घरहरू गयो, स्याप्रुबेसी बजार गयो, सबै गयो। सबै गयो, सबै गयो, केही बाँकी छैन। बेद्रावती बजार माथि खोलो हिँडिरहेको छ। हेर्नु त त्यो बजार हो, बजार माथि खोलो छ हो, बजार माथि खोलो। मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो, बजार छोपेर खोलो हिँडिरहेछ। रसुवा त ध्वस्तै भयो। ध्वस्त भइसक्यो। बेद्रावती केही छैन। अब विश्वास गरेन भाग्नु भने के भाग्नु, अरूलाई भनेर भागिहाल्नु छिटो। हस् हस्, के रह्यो त्यसलाई हेर्नु त बेद्रावती केही भएन। भएन अब केही। हजुर